हेलो नमस्ते जय शम्भु। आज चाहिँ है म चाहिँ आज जान लागेको छु खैरेनी है, साइली मम्मीको माइली मम्मीको घरतिर जाँदैछु आज भेटघाट गरिदिनलाई। त्यही हो यात्रा। अहिले पेट्रोल हाल्न आएको पेट्रोल पम्पमा पेट्रोल हालिदिने अनि चल्दिने। अहिले चाहिँ म यो वृन्दावन भन्ने ठाउँमा छु तल। यो साइड देखाइदिन्छु। अब यात्रा हुँदैछ। हामी चाहिँ कहाँ आयो अरे भाइ अहिले? गौडे पुल होइन? गौडे पुल आयो। यतातिर यसरी खाजाहरू बेच्न लाग्छ, बटुक पकौडाहरू। अहिले त्योवाला सिन चाहिँ म देखाउँला होइन। जस्ट ट्राभलिङ भइरह हाम्रो। कहिले गाउँघरतिरको रमाइलो, कहिले पाहाडतिरको रमाइलो। यो चाहिँ तिनौ खोला हो होइन? चाहिँ पाहाडहरू दामी छ है। आजको भ्लगमा स्पेसली यही पाहाड नै हुन्छ क्या। यु विल सी द मिस्ट्री अफ नेचर। यस्तरी बग्छ खोलाहरू यहाँनिर, पुलहरू। बाटो पनि अलिकति सिक्किम हुन्छ।
है अहिले चाहिँ हामी केराबारीनिर आइयो होइन त्यही हो यहाँनिर बस्ने ठाउँहरू छ मजाको दामी छ है बाबा यताको सिन देखाइदिन्छु ल दामी छ नि यो गाडी हेर्नु न बिचमा कस्तो गहिरो छ है फेरि उता डेन्जर छ क्या यता पनि यहाँ चाहिँ के खनिरहेको रहेछ है यहाँनिर चाहिँ सिमेन्ट के गर्यो होला नि खनेको रहेछ क्या पहाड यहाँ भाइले फोटो खिच्ने भनेछन् यता हाम्रो बाजे बस्नु भएको चोकमा हजुर के छ हालखबर आरामै हजुर हजुर सन्चै हुनुहुन्छ ए पछाडि हेरिरहेको होला भन्यो भनेर बाजेको नाम के पर्यो त बाजेको नाम के पर्यो नाम गोविन्द यतै बस्नुहुन्छ कस्तो मजाको छ है ठाउँ है स्वर्ग जस्तो ठाउँ छ होइन ल बाजे है त ल मेरो पाल्पा तानसिन यो त भिडियो ब्लग सर र त्यही हो है अब घुमघाम गर्दै पाहाड बबालै छ आफ्नो साधन यहाँ छ है अब लाग्नु पर्यो हिँडेन अगाडि टनलको भित्र जाने बाटो टनलमा यही नै हो सबभन्दा ठुलो झर्ना यसैले हो पुरै पानी परेर भयो भने नि लेदो पानीसित यो पुरै बाटो झर्दिन्छ यो चाहिँ झर्ना हो पहिला बाटोसम्म झर्थ्यो कि है भाइ बाटोको बिच गाडीसम्म झर्थ्यो अहिले नै आउँछ त्यहाँ पानी ठुलो अहिले पानी ठुलो आयो भने आउँछ यो सम्भव सिद्ध बाबा दर्शन पनि गरिदियो होइन अहिलेलाई आउनै छ यहाँनिर परेवा चढाउनलाई जो सिद्ध बाबा एकदम प्रसिद्ध एकदम शक्तिशाली बाबा हाम्रो है सिद्ध बाबा दर्शन भयो अब अर्कोचोटि आउँछौँ यताको फेचर यस्तै हो यताबाट टनल पनि छ अहिले बुटा लागेको छ भाइ चाहिँ यहीँ झर्छ अब म चाहिँ अब साइली मम्मीकोमा जान्छु होइन त्यही हो यता चाहिँ गर्मी छ घामसाम लागेको छ उता पाल्पो चाहिँ घामै लागेको छ यता चाहिँ लागेको छ घामसाम छ भाइ अहिले चाहिँ म शीतलनगर खैरिनी आएको छु होइन धुलो पर्छ क्याम्पहरू पनि माइला साइलेवाला वेट गरेर यो चाहिँ शीतलनगर बजारको खैरिनी चोक है यहाँनिरबाट वहाँ मन्दिर पनि दामी रहेछ त्यहाँ कुरिरहेको छु अङ्कल त्यसपछि उतातिर जान्छु अनि अर्को माइली मम्मीको घर पनि जान छ फेरि अहिले चाहिँ म भैरवा अरे यता आएको छु होइन खैरिनी 6 नम्बर जे होस् उता माइली मम्मी घर जान लाग्यो होइन ठेलावाला बाजे हुनुहुन्छ चटपट लिएर आउनु भयो दामी छ है ठाउँ चाहिँ जोस् धेरै पछि देख्दा त होला होइन जे पनि दामी देखिन्छ नि तर दामी नै छ ठाउँहरू मधेस पनि आइयो है हिजै आएको साँझ भएको थियो यो चाहिँ पुलिस चौकी हो यहाँनिर चाहिँ साइलबाग घर हो कता
यहाँबाट चाहिँ हाम्रो साइल भयो मेरो साधन हामी चाहिँ अब हुनुहुन्छ आएको भाइ यहाँ छ राइडर चाहिँ म बिचमा छु होइन हेरो साथीहरू यो म बाइक चलाएको राम्रोसँग बजाउने फेरि हेरो यताउति नआएर दामा नआएर फेरि ड्याममा ठोकेलाएर फेरि होला नि फेरि कारबार हाम्रो पुलिसहरू कस्तो छ नि डन्डा हान्छन् गरे अरे राम्रोसँग चलाउने गाडी यताउति हेर्ने कुरो बुझ्नु पर्यो हो यसरी चलाउने अगाडि टल्ल पर हेर्ने दायाँमा हेर्ने पुरा यताउति हेर्ने राम्रोसँग चलाउने यताउति हेर्ने पनि कुकुर मर्न सक्छ कुकुर आउँछ अगाडि मान्छे आउँछ यो कुकुर आउँछ यहाँ त्यस्तो हुन्छ धेरै राम्रोसँग चलाऊ दामी भइरहेछ त्यो स्पिडमा ट्रिपल लोड होइन घुमिरहेछ आएको बाहिर मात्रै घुमै छ मौसम दामी छ क्या सुहाना छ यसलाई चाहिँ कुन ठाउँ भन्छ अरे साइलपा अब यो देवदाको बोर्डर हो देवदा एकको बोर्डर अब बोर्डर आउनु लाग्यो हयो पुल कट्ने बित्तिकै नलपरासी नलपरासी यो अस्नैया 7 यो चाहिँ अस्नैया 7 नलपरासी पर्छ सुनल नगरपालिका 10 भनेको त हामी त 20 आइसक्यो त यार एक बार पेट्रोल सकिसक्यो मुर्गा हाने ब्लकमा जान्छ यार गरिसक्यो ब्लग त्यो काटेर लापतापुरमा छ मैले थाहा छैन हामी कुन ठाउँमा खाऊँ केही छौँ घुमाइ भनेको यही हो अहिले जानु खोजेको चाहिँ हामी जान लागेको चाहिँ हामी भैरवा हो होइन बाटो चाहिँ सिधै जाऊ भन्नुभएको त्यहाँ एउटा सानो काम छ त्यहाँ गएर आउनु पऱ्यो भनेको यताको देखाइदेऊ न मजाको छ पछाडि गोटीवाला टायर राख्नु पर्ने अहिले चाहिँ हामी ओम सत्यामा छौँ है यहाँ हनुमान मन्दिर हुनु रहेछ यहाँनिर यसो दर्शन गरेर आइदिएको अब चाहिँ सिधै भैरवाको बाटो जाने यात्रा यस्तै छ हल्का रेस्ट गरी गइदिएको यात्रा यस्तै छ है भाइ यहाँ छ अब जानुपर्छ अहिले चाहिँ भैरव आइयो होइन एयरपोर्टको बाटो एकदम नजिक रहेछ उहाँ खैरुनीबाट आउन उताबाट मेन बाटो गएको भए हामी अहिले बुटल पनि पुगिँदैन अहिले भैरव आइसक्यो त्यो सर्टकट बाटो चाहिँ थाहा हुनु पर्थ्यो नेपालमा बसेपछि चाहिँ जहाँको पनि सर्टकट बाटो छ यस्तोमा चाहिँ अलिक केयरफुल हुनु पर्छ नेपालमा यहाँनिर ट्राफिक कोही पनि छैन यहाँनिर यस्तोमा गाह्रो हुन्छ क्या
नजिकै यही होला क्या भैरव बुटोलको क्या यता धेरै भइसक्यो राम्रो नि। भयो। हेर न पुरै यताउता रुखहरू बिरुवाहरू हेर न रोड 3 लेनको रोड छ एबिसी 6वटा लेन छ काठमाडौँभन्दा राम्रो छ क्या। अनि नेपालकै सबभन्दा बवाल रोड होला क्या हेर्नु पर्यो होइन अनि यो घडी मुला हेर्न काम लाग्ने भएन के अरे लगाउनु मात्र भएको किन उल्टी हेर न ट्र्याकबाट देखाइदिनु किन बाटो बिग्री खर हुँदाको बन्द रहेछ यो। त्यही हो बुटोल अमर बताइयो होइन यो छो बताइयो पुछौँ त बुटोल अमर बताएको छ होइन अब यहाँनिरबाट हिँड्दै जानु पर्यो अब त्यही हो पानी सानी पिउनु पर्यो चिसो पानी अहिले चाहिँ हामी भुटखोला भन्ने ठाउँमा आएको छौँ यहाँबाट भुटखोला छ होइन यात्रा स्कुटी रोक्दैछ भाइले झोले झोला एकछिन त्यही राख्दा कसरी लग्दैन होला उतिखेर आइन्छ यहाँबाट देखिन्छ हजुर टिकट हो कति 2 जना होइन 40 हो टिकट सिस्टम रहेछ होइन बुढोलाई एउटा टिकट काट्दै 2टा मान्छे हिँडिदिएको 10 रुपियाँ राख्नु राख्यो भनिदिएको र मजा रहेछ यार ठाउँ दिनमा खायो ठाउँ है यहाँनिर चाहिँ बन्द गर्दा रहेछ मान्छे मरेर भुटखोला यहाँबाट पनि देखिन्छ सर र झरिरहेछ बबाल फेमस छ है भुटखोला चाहिँ यो दामी छ गाडी साइड पनि काट्न पाइएको छैन टाइम छैन कसको हेलमेट बोकेर आइदिरहेको छु मेरो हेलमेट यही रहेछ होइन कसको हेलमेट बोकेर आइदिरहेको कमेडी त्यही त्यहाँ धेरै बस्दैन छोरा छोक्रीहरू बसेर रहेछ नि चटक हान्दै अहिले डिस्टर्ब हान्दैन अब रोमान्टिक भएको मान्छेहरूलाई होइन अहिले चाहिँ आएको छौँ हामी गौडे पुल पछाडि खोला छ मजाको होइन अहिले चाहिँ होइन गौडे पुल आइएको छ सर र गौडे पुल हो यो डुम्रे पुल पनि भनिन्छ यसलाई होइन यही हो दामी छ बलियो छ यो पुल झनाको पुल हो यार झनाको पुल हो अझसम्म छ यतातिर चाहिँ यस्तो हुन्छ होइन सर र खानेकुराहरू यो एरियातिर खानेकुराहरू टक्क पाउँछ क्या हेर्नु न कस्तो दामी छ पहाडहरू है खोला यो ठाउँ किन छोडेर जानु पर्थ्यो होला र नेपाल पनि राम्रो भएको भए नेपालमै बसेर 2-3 लाख रुपियाँ कमाउनु भइएको त गइन्थेन हेर्नु न पहाड माथि पहाड अझै त्यो माथि पनि अझै पहाड होला नेपालको झन्डा छ क्या त्यहाँनिर